guys. Hello. Welcome to our vlogs. आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्नु त गाई तपाईँबाटै भनिदिनु आज आज हामी घुम्न जाँदैछौँ घुम्न त फोर स्टार होटल टुरिस्ट होइन दाइले आज लक्की परेको ऊ चिठा परेको छ त्यही भएर आज हामी चाहिँ गिफ्ट लिन जाँदैछौँ भरे तपाईँलाई देखाउँछौँ हामी चाहिँ कहाँ जाँदैछौँ भनेर बाटोमा आउँदा लिची जुस लिची जुस खायौँ अब गाडीको वेट गर्दैछौँ हामी गाडीमा जानलाई जहिले एउटै लुगा लाएर म्याचिङ भएर हिँडे खान म त एक्लै हामी चाहिँ गाडी रुँगेर बसिरहेको छौँ कस्तो घाम छ हेर्नु त लास्टै घाम छ है साथीहरू बस गाडी आउँछ बस गाडीमा हामी चाहिँ जाने हो चिट्ठा परे चिट्ठा के परेको छ आज थाहा छैन हामी त्यही लिनको लागि जाँदैछौँ गाडी आउँदैछ हाम्रो चाहिँ यहाँ पछाडि गाडी आउँदैछ होइन अब त्यही गाडीमा जाने हो यता चाहिँ पर्खेर बसिराख्नु पर्छ सरहरू घाम लास्टै छ घाम चाहिँ यस्तो धेरै छ आज चाहिँ है मैले चाहिँ यहाँ पैसा पनि हालिसकेँ अनि मैले चाहिँ दिमागमा मैले बिर्सिसकेको थिएँ कि भ्लग बनाउँछु भनेर बल्ल याद आयो भ्लग बनाउँछु भनेर अनि आज बिच बाटोबाट भ्लग बनाइदिएको कस्तो छ हेर्नु होला हामी चाहिँ गाडीमा पनि चढिसक्यो म चाहिँ एक्लै छु यहाँ उनीहरू चाहिँ पछाडि बसिराख्नु भएको छ गर्मी लास्टै छ आज छुट्टी थियो हाम्रो होइन क्रिसमस लागिरहेको रहेछ है हामी चाहिँ आइपुगिसक्यौँ डेस्टिनेसन कोही छैन खाली चाहिँ हामी जम्मा 4 जना मात्र चारजनाले बस रिजर्भ गरेको ल दुईवटा ड्राइभर उता कोही छैनन् अरू हामी चाहिँ आइसक्यौँ तर कहाँ उत्रिने भन्ने होला अर्को स्टप भनेको छ यतै होला प्रेस गरिरहनु न त्यो चाहिँ डेस्टिनेसन आइसक्यो सरी सरहरू पनि आइसक्नुभयो कस्तो फिल हुँदैछ कता जाने हो थाहा छैन कता जाने हामीलाई चाहिँ कता जाने थाहा भएन अब जाने हो कता जाने हो नै थाहा छैन घाम लागिरहेको छ हामी चाहिँ अहिले भिआइपी होटलमा आइरहेको छौँ है यहाँ हामीलाई चाहिँ लक्की परेर दाइ कस्तो फिल हुँदैछ एकचोटि हेर्नु न एक्साइटेड तिमीलाई कस्तो फिल हुँदैछ चिठा परेर कस्तो फिल भइरहेछ हामीलाई चाहिँ एकदम चिठा परेर खतरा फिल भइरहेको छ ल हामी चाहिँ यहाँ हो त्यो ल हामी चाहिँ जाँदैछौँ है दाइ यता सुदीप कस्तो फिल हुँदैछ कस्तो रहेछ फ्लोर ल हामी चाहिँ जाँदैछौँ तर कता हो थाहा छैन खतरा रहेछ होटल खतरा यसरी होइन के भन्छ उयो गरिरहेको हुन्छौँ नि त गेस्टहरूलाई एकदम वेलकम गरिरहेको हुन्छौँ अनि त्यसपछि आज हामी नै आफै गेस्ट भएर आइरहेको छौँ यो होटलमा वाह म एकदम एक्साइटेड हामीले चाहिँ यसरी नै गेस्टहरूलाई वेलकम गरिरहेको हुन्छौँ हाम्रो उतातिर अनि यहाँ चाहिँ हामी चाहिँ छिटै आइछौँ 5 बजेदेखि हो तर हामीलाई चाहिँ लागेन थाहा भएन त्यही भएर हामी छिटै आइपुगेछौँ यहाँ चाहिँ
हेर्न सक्नुहुन्छ म तपाईँलाई ब्याक क्यामेरा पनि देखाउन सक्छु ब्याक क्यामेरा यहाँनिर मेरो हस्बेन्डहरू त्यहाँ बसिराख्नु भएको छ यहाँनिर पानी छ कफी कप त्यसपछि यहाँनिर चाहिँ सबै थोक छ हजुरहरू के खाना पिउनु सक्नुहुन्छ कस्तो फिल भइरहेको छ हजुरहरूलाई कति छिटो आएको तपाईँहरू अहिले मात्रै फिल भएको दाइ अरू भन्दा नि म होइन आज आफै गेस्ट भएर आउँदाखेरि चाहिँ एकदम मलाई खुसी लागिरहेको छ क्या मैले चाहिँ एकदम गेस्टहरूलाई वेलकम गर्थेँ आज चाहिँ हामी यहाँ गेस्टहरू आफै गेस्ट भएर आउँदा चाहिँ खुसी लाग्यो है यहाँ ल यो चाहिँ क्यापिटल होटल हो होइन त्यहाँ चाहिँ हामीलाई चाहिँ बोलाउनु भएको थियो त्यही भएर हामी चाहिँ यहाँ छौँ यो चाहिँ वेटिङ एरिया हो यहीँनिर चाहिँ हाम्रो आजको कार्यक्रम यहाँ छ यहाँ चाहिँ दाइले फर्म भर्दै हुनुहुन्छ है ओहो एकदम एक्साइटेड भएर फर्स्ट एक्सपिरियन्स दाइ पहिलोचोटि परेको तपाईँलाई चिठा तेरो रात परो हामी चाहिँ अघि मैले तपाईँहरूलाई होटलमा देखाइहालेँ अहिले चाहिँ हामी टिक्क आबुधाबीतिरै छौँ सिटीतिरै अब हेर्नु है त हामीले गिफ्ट चाहिँ के लिएर आयौँ भनेर दाइ के छ एकदम बेहाल छ के भयो गिफ्ट कस्तो लिएर आउँ खै देखाउँ त हेरौँ गिफ्ट भनेको एउटा कार्ड दिएको छ एउटा यो होम बक्सको खोइ के सेट हो यो कार्डमा चाहिँ के दियो त दाइ कार्डमा खोइ होटलको के अरे 1 नाइट स्टे दिएको छ ल जाने हो त तपाईँ अब मुडमा डिपेन्ड गर्छ ल दाइहरूले चाहिँ यस्तो लिनु भएको ल साथीहरू हामी चाहिँ अब बबल टी खान आँट्दैछौँ यहाँनिर चाहिँ माछा बबल टी होइन माछा चाहिँ म चाहिँ माछा खान आँटेको छु उनीहरू चाहिँ जस्ट मेरो साथी मात्र दाइ के खान आँट्नुहुँदैछ माछा हजुर खाने कि म खाने तिमीले खाने ए हेलो के खान आँट्दैछु माछा र खाने ल हामी चाहिँ माछा अर्डर गरिरहेको छौँ बसिरहेको छौँ गिफ्ट हेर्नुहोस् गिफ्ट यस्तो एक्साइटेड भएर गएको गिफ्ट एक्सपेक्टेसन भर्सेस रियालिटी अलि मिलेन रियालिटी यस्तो रात भइसक्यो उज्यालोमा खिचेको थिएँ अहिले चाहिँ एकदम रात परिसक्यो ल साथीहरू मैले चाहिँ माछा लिइसकेँ ल साथीहरू म चाहिँ माछा खाँदै हिँड्दैछु अनि मैले चाहिँ हजुरहरूलाई इनसाइडको भिडियो चाहिँ गरिनँ किनभने चाहिँ त्यहाँ चाहिँ धेरैजना गेस्टहरू हुनुहुन्थ्यो अनि मैले चाहिँ अब उहाँहरूलाई पनि अलिकति अप्ठ्यारो हुन्छ त्यही भएर मैले भित्रको भिडियो चाहिँ केही गरिनँ ल साथी म चाहिँ रुम आइवरी लुगा चेन्ज गरिसकेँ म चाहिँ दाइलाई भन्छु दाइ तपाईँको गिफ्ट तपाईँ आफै ओपन गर्नु तपाईँ आफै रिभिल गर्नु देखाउनु के छ यहाँभित्र के छ गिफ्टभित्र ओके म दाइलाई लिएर जान्छु यो चाहिँ देखाउँछु अनि मेरो हस्बेन्डहरू पनि किचनमा हुनुहुन्छ खाना पकाउँदै हुन्छ उहाँ लगेर देखाउँछु यो 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 बक्सभित्र के छ म देखाउन लाउँछु म हेर्न चाहन्छु हामीहरू सँगै हेरौँ है त मेरो चाहिँ यहाँ हुनुहुन्छ बक्सभित्र के छ
हेलो बिजी पर्सन के साह्रो बिजी हो वाउ गिफ्ट चाहिँ हजुरहरूबाट रिभ्यू गर्न के भनेर नि यस्तो के पकाउँदै हुन्छ दाइ तपाईँ यहाँनिर हामीले पाङ्ग्रा पकाएको पाङ्ग्रा तपाईँ के गर्दै हुन्छ यहाँ यता हाम्रो सरकै भाडा धस्काउँदै हुनुहुन्छ अलिकति यहाँ आउनु त भएन अलिक राम्ररी घोटेर है वाउ दाइ अनि के अरे यो गिफ्ट एकचोटि हजुरको के रिभ्यू गरौँ न त यहाँभित्र के छ हेरौँ मैले खोल्ने त होइन नि त तपाईँको गिफ्ट तपाईँले पो खोल्ने हो त लु छिटो खोलौँ यो गिफ्ट दाइ लु गिफ्ट खोलौँ न यहाँ दाइले यहाँ चाहिँ वा दाइले अनबक्सिङ गर्दै हुनुहुन्छ वाउ के रहेछ दाइ जुस जग रहेछ दाइ फुट्छ है त्यो चाहिँ त्यहाँनिर हल्लिँदैछ वाउ गिलास चाहिँ राम्रो रहेछ है दाइ जुस पिउनको लागि चाहिँ जुस खानको लागि दामी गिलास रहेछ है दाइ यो चाहिँ आएको हाम्रो भनेको होम बक्सबाट आएछ हामीलाई चाहिँ हामीलाई चाहिँ यो चाहिँ होम बक्सबाट परेको हामीलाई चाहिँ बोलाएको थियो कहाँ बोलाएको थियो दाइ हामीलाई रोटानाबाट चाहिँ हामीलाई इन्भाइट गर्नुभएको थियो हामीलाई चाहिँ गिफ्ट परेको थियो त्यही भएर हामी चाहिँ गिफ्ट रिसिभ गर्नको लागि अनि दाइ हजुरहरूको भोचर पनि छ नि वान स्टे यो हजुरले एउटा वान स्टे भोचर पनि यो चाहिँ कति अरे 4 स्टार होटलको लागि चाहिँ वान भोचर तर यहाँ चाहिँ मेरो बुढोको नाम छ है हेर्न सक्नुहुन्छ दाइको पर्ने चाहिँ दाइलाई हो तर नाम चाहिँ मेरो बुढोको छ नामै चेन्ज गरिदियो लास्टमा केही छैन लास्टमा चाहिँ जाने भनेको अनबक्सिङ पनि सक्यो गिफ्ट चाहिँ दाइले मलाई हस्तान्तरण गर्नुभयो थ्याङ्क यू सो मच दाइ गिफ्ट मलाई दिनुभएकोमा पाउनुभएको तपाईँले हो अब वान स्टे नाइट थियो त्यो पनि मेरो बुढोलाई दिया अब त्यो 1 वर्षभित्रमा कहिले गरिन्छ त्यतिखेर रिभिल गर्नलाई कस्तो भएको हुन्छ त्यो चाहिँ हामी तपाईँहरूलाई पछि देखाउने छौँ ल हाम्रो चाहिँ आजको यस्तै भयो यहाँ चाहिँ अब हामी आएर एकदम खाना साना पकाएर खाना हाल्दैछौँ तिमीले अलिकति सहयोग गर्नु पर्यो चामल ल्याएर के माया गरेर नि सहयोग गर्नुको लागि वाह मान्छेले हेरेको थ्याङ्क यू यता यता हल्का जलियस हुँदैछन् भाडा मस्काउनु परेको क्या यता है साथी यता हेरौँ न उसलाई चाहिँ मैले भाडा मस्काउने राखेको उसलाई चाहिँ मैले भाडा मस्काउने मैले भात पकाएर खुवाएपछि उसले भाडा मस्काउनु पर्ने हो कि न भन्नु त दाइ मेरो साथी हो क्या हाम्रो अब हामी छोडेर जाँदैछौँ छिटै उसलाई के भन्छौ हामी छोडेर जाँदैछौँ छिटै तिमीलाई अर्को आउँछ ल हामी जाने भयौँ भन्न ऊ धेरै ह्याप्पी छ ल साथीहरू यहाँ चाहिँ एकदम मिठो पाक्दैछ स्पोन्सर अफ सुदीप दाहाल र दाइले यहाँ दुईजना मिलेर एकदम दामी पकाउँदै हुनुहुन्छ ल साथीहरू हाम्रो भिडियो के कस्तो लाग्छ हेर्नुहोला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नुहोला ल त बाई गरिदिनु त बाई 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 गुड नाइट